आजको ब्लग स्पेशल छ। आज म नेपालबाट थाइल्यान्ड जाँदैछु। एक्साइटमेन्ट पनि छ, डर पनि छ, तर यात्रा सुरु भइसकेको छ। पहिलो पटक विदेश घुम्न जाँदै हो दाइ, थाइल्यान्ड पहिलो पटक। थोरै डर तर एक्साइटमेन्ट धेरै छ। गाइस फाइनली पहुँच्यौं त्रिभुवन इन्टरनेसनल एयरपोर्ट। प्लेन वेट गर्दैछु। थाई खाना टेस्ट गर्ने, बीच घुम्ने, रातको मार्केट घुम्ने सबै प्लान रेडी छ। अब मेरो यात्रा अफिसियली सुरु। बोर्डिङ पास इज हियर, चेक दिस आउट। अलराइट, ब्याग्स गोइङ इन, ब्याग्स चेक, नेक्स्ट अफ सिक्युरिटी। फाइनली यो मोमेन्ट प्लेनमा चढ्दैछु। मलाई ट्राभलको सबैभन्दा मनपर्ने मोमेन्ट यो। सो आम जस्ट गोइङ बोर्ड अनि बोर्ड। नेपाललाई माथि बट हेर्दा अलिकति इमोसनल लाग्छ, तर नयाँ देश, नयाँ यात्रा, लेट्स गो थाइल्यान्ड। एयरप्लेन फुड रिभ्यू ओके छ। Yes, finally touched down in Thailand. पहिलो impression, everything looks clean, warm and exciting. Welcome to Thailand. Thank you. एयरपोर्ट बटोमातिर जाँदैछु। यति रमाइलो माहौल भन्दा पुरै फरक। So guys, finally होटेलमा पुग्यो। यो त केवल डे 1 हो। भोलिदेखि थाइल्यान्डको रियल ब्लग सुरु हुन्छ। यो स्मेल नै गजब। मस्ट ट्राई। वाह, के टेस्ट छ। थोरै स्पाइसी तर मजा। अनि मसला अलि खाइन्छ। यही होला थाइल्यान्ड आउनुको हल्का मजाक। यो मार्केट त फुल एनर्जी, कलर्स, लाइट्स र साउन्ड्स नै गजब। ए भाइ मलाई छैन, तर एटिट्युड त फुल ड्यामी। त्यसैले Day 1 full adventure. Street girls, food, market. मजा नै मजा। त्यो स्पाइसी फुड त याद रहने। अनि vendors को acting त full comic. अब होटेल पुगेर रेस्ट गर्छु। भोलि नयाँ। म थाइल्यान्डको सुन्दर समुद्र तटमा छु। बालु कतै समेत नरम छ, हावा लाउने जस्तो छ अनि पानी एकदमै सफा छ। अब म तपाईहरुलाई अलि नजिकै देखाउँछु है। त्यहाँ ती रंगबिरंगी लामो ढुङ्गा देख्नुहोस् अनि